तो हे गाइस, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल वान्स अगेन। नयाँ दिन नयाँ सुरुवात। गुड मर्निङ मान्छेहरू, के छ तपाईँको हल्लीचल्ली? मेरो सब सही छ, ठिक छ। पसलमा आएको थिएँ, यो पसल बन्द छ फिलहाल। पसल बन्द हुनुको कारणले गर्दाखेरि केही किन्न पाइएन। पसलको अवस्था ठिक छैन, बन्द छ अहिले एकछिनमा खोल्नुहुन्छ होला। अनि गाइस, यहाँ आएको थिएँ म दोकानमा, फिलहाल दोकान बन्द छ। बिहानको 7 बजेको छ, 7 बजीको घाम यो आज झापाको यति चर्किरहेछ। कति गर्मी हुने हो दिनभरिमा थाहा छैन, त्यो भरे थाहा हुन्छ। गाइस, यहाँ एउटा दिदीले भर्खर पल्सर बाइक कुदाएर जानुभयो कि फेरि मलाई यो के गर्ल्सहरूले बाइक कुदाएको चाहिँ लास्टै मन परिदिन्छ क्या गाइस। अनि भर्खरै पल्सर बाइक कुदाएर जानुभयो। मलाई चाहिँ त्यो जो पनि होस् क्या, इफ सी इज गर्ल एन्ड देन और ह्युमन सी इज राइडिङ एन बाइक, इट सिम्स अमेजिङ, इट्स लुक्स भेरी गुड। गाइस, अहिले यो दोकान खोल्ला जस्तो लागेन मलाई। सायद मलाई त्यो उनीहरूको घरमै जानुपर्छ सामान, एउटा सानो सामान लिनको लागि। अहिले तक मौसम चाहिँ धेरै राम्रो छ। आजको मौसम धेरै नै राम्रो छ गाइस। न घाम छ न पानी छ, शीतल हावा आइरहेछ होइन। मलाई यो ब्याम्बू देख्दाखेरि गाइस तामाको सब्जी खानु मन लाग्छ क्या। तामाको सब्जी। सानो कुकुर छ गाइस, हाम्रो दाइ पनि यहीँ बसिरहेको रहेछ चौतारामै। अघि निस्केको थियो घरबाट, तर अहिले गएन छ। यहीँ चाहिँ बसिरहेको रहेछ। कतै जाउँ कि भनेर सोचिरहेको छु, हेरौँ कतै गयो भने म अलिकति 4-5 मिनट एक्सटेन्ड गर्न सक्छु। गइनँ भने त ठिकै छ, गइहाल्यो भने। गाइस, तपाईँहरूलाई थाहा छ होला, चारालीबाट सिधै यता यो चन्द्रगुडी रोड जाँदाखेरि नै यहाँनिर नयाँ सब्जी मन्डी खोलेको छ, देख्नु सक्नुहुन्छ गाइस। यो तपाईँहरूको नयाँ सब्जी मन्डी हो। पहिले उता इलाम रोडतिर थियो, अहिले चेन्ज भएर यहाँ आएको छ। तपाईँहरूले जुन सब्जी मन्डी देख्नुभयो त्यो सब्जी मन्डी आउनको लागि चाहिँ तपाईँहरू चारालीबाट यता भद्रपुर रोड अलिकति आउनुपर्छ, 50 मिटर अगाडि, त्यहाँनिर छ है गाइस। यहाँ पछाडि चाहिँ एउटा सानो भन्दा पनि ठिकैको आर्मी क्याम्प छ गाइस। चारालीको आर्मी क्याम्प हो यो। अनि यो अहिले म जता जाँदैछु पछाडिपट्टि चाहिँ तपाईँको चाराली पर्यो, अनि यतापट्टि चाहिँ तपाईँको भद्रपुर जाने बाटो पर्यो गाइस। अहिले म जहाँनिर छु त्यो चाहिँ तपाईँको निगम पेट्रोल पम्प हो। यहाँनिर चाहिँ तपाईँहरूको पेट्रोल पम्प छ यहाँ ठुलो एउटा, अनि लाइक नेपाल ओइल कर्पोरेसन समथिङ लाइक द्याट छ। तपाईँहरू हेर्नु सक्नुहुन्छ, यहाँनिर छेउमै छ त्यसको त्यो यतापट्टि छ। यहाँनिरबाट चाहिँ ओइलहरू सप्लाई हुन्छ, तेलहरू जान्छ गाइस। अब त्यही हो, इन्डियाको तेल नेपालमा आउँछ, अनि नेपालको तेल नेपालमा। यो नेपालमा त तेलै छैन। अब यहाँ हेर्नुहोस्, निगम पेट्रोल पम्प लाइक ओल पेट्रोल पम्प भनेर के छ, नेपाल पेट्रोल पम्प भनेर, त्यही हो गाइस। यो जङ्गलमा चाहिँ मैले सुनेको चाहिँ ठुल्ठुलै हात्तीहरू छन् अरे भनेर होइन। अब छन् कि छैनन् त्यो त थाहा हुने कुरा हो, छनु त छ, तर अहिले चाहिँ निस्किँदैन। धानको सिजनमा, मकैको सिजनमा चाहिँ प्राय निस्किरहेको हुन्छ हात्तीहरू। गाइस, यहाँ एउटा बस्ने ठाउँ रहेछ गाइस, म यहाँ बस्छु एकछिन। तपाईँको यो बाँसको टेडा छ यहाँ टक्कसँगले, मजाले बस्ने खालको, हल्का बसिदिनु पर्यो गाइस। के गर्नु गाइस, जस्तै छ होइन। अब गाइस, अब म चाहिँ कहाँ लाग्यो भने यहाँ एउटा चटपटे पसल छ, टक्क जाने हो, चटपटे बनाउनु लाएर आन्टीलाई खाने हो। तपाईँहरूलाई पनि देखाउँछु यहाँ। गाइस, क्यास पैसा छैन गाइस, क्युआरमा हाल्नको लागि क्युआर भएन यहाँनिर, गाह्रो पर्यो गाइस, मलाई गाह्रो पर्यो। छैन रहेछ थिस।
त्यस्तो त भन्नु हुँदैन कि। गाह्रो 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 छ मलाई। खान मन लागेको चिज खान नपाउनु, आफूसँग पैसा हुँदा हुँदै क्युआर नहुनु। हजुर अनि पैसा लानु क्यास। अब यहाँ वाइफाई पनि छैन अङ्कल, के गर्नु, प्रब्लम छ, गाह्रो छ। वाइफाई छैन मोबाइलमा, मेरो मोबाइलमा वाइफाई छैन। अब यहाँ वाइफाई छैन, गाह्रो भइहाल्छ नि। यहाँ चटपटी छ गाइस, यो चाहिँ चटपटी तिम्रो मस्तसँगले टेस्ट पनि राम्रै हुनसक्छ, योभन्दा राम्रो। ठिक छ गाइस, मिठो छ। लिटरली 26th सेन्चुरीमा she told me that she don't have an QR. I was little shocked. तै पनि ठिकै छ, न्यू प्लेस, न्यू एक्सपिरियन्स। सो सामान्य गर्ने कुछ नहीं करने का, कहिले पनि लजाउनु हुँदैन। लजायो भने भिडियो बन्दैन गाइस, जति लजाउँछ त्यति भिडियो बन्दैन। त्यही भएर लजाउने होइन, मान्छेहरूको छेउमा होस् या सहर गाउँ गल्ली कुना काप्चा जहाँसुकै होस्, आफ्नो भिडियो भनेको आफू बनाउने हो, मस्तसँगले अपलोड गर्ने हो, बिना टेन्सनको गाइस। टेन्सन भन्ने कुरा गर्नै हुँदैन लाइफमा। त्यही भएर गाइस यो पछाडि चाहिँ तपाईँको यहाँदेखि लिएर झन् 500 मिटर चाहिँ राम्रो छ। अनि फेरि यता अपोजिटमा हेर्नुहुन्छ भने तपाईँको बाटो बिग्रिरहेछ। हेर्नु त, अब यो के को कमजोरी भन्नु यसलाई, अब के को कमजोरी भन्नु मैले, खै के नपुगेको भन्नु। अब अरू त के भन्नु र। मेरो ट्र्याक्टर रहेछ गाइस, एउटा ट्र्याक्टर चाहिँ हुनुपर्छ है गाइस, एउटा ट्र्याक्टर चाहिँ किन्नुपर्छ। फेरि घर जस्तो सुकै होस् गाडी घोडा भनेको चाहिँ चाहिन्छ क्या। सानैहरूको हुन्छ नि त हो, अम्बो दिरा हुन्छ नि त अनि, होइन कहाँ यस्तो त्यस्तोले लिन्छ नि त न हौ। अन्त घर जस्तो सुकै हो, अन्त बालै भएन नि त अनि, होइन बाल भएन। गाडी घोडा चाहिँ हुनु पर्यो केटा हो, गाडी घोडा चाहिँ राख्नु पर्यो। बुढी पालन नपर, गाडी घोडा पाला। सानमै हिँड्नु पाउँछ नि त गाइस केटा हो, गाडी घोडा छ भने त यस्तो त्यस्तो। गाइस यही हो, तपाईँहरूको बाङ्गे पुल कन्स्ट्रक्सन चलिरहेछ। अब कहिलेसम्म कम्प्लिट हुन्छ आई एक्चुअली डोन्ट नो, बट since from very beginning the construction is going on, and I wish it will be it's going to made very soon. You can see here they made a big construction here over these sides. के गर्छन् भने अब यहाँ तिमीहरूको पुल लगाएर चाहिँ ठुलो पुल निकाल्ने व्यवसायमा छ होला, चलिरहेछ। अनि यो बाटोहरू चाहिँ कता हो के हो मलाई चाहिँ थाहै छैन हैन, तै पनि एउटा ट्राई गरौँ। त्यसरी गाडी घोडा चाहिँ राख्नुपर्छ केटा हो, जसको सुकै होस् कि गाडी घोडा चाहिँ राख्नुपर्छ। त्यसरी गाडी घोडा राख्नु भने चाहिँ सान अर्कै हुन्छ है केटा हो। यता त बाटो दाइ, यता बाटो छैन, उता निस्किने बाटो छैन, खोला भित्रबाट जुत्ता खोलेर। ला हो र हजुर, ला अर्को साल अझै 1 साल। ए त्यही त, म त यहाँ छ होला भनेको त। अब त्यसो जुत्ता खोलेर जानु पर्यो। ए गाइस यहाँ त के भन्दैछ, अब यही जुत्ता नखोली पनि हुँदैन जस्तो छ, जुत्ता खोल्नै पर्ला जस्तो छ गाइस। मैले क्यामेरा यहाँ राखेँ, यस्तो गरेँ, अलिकति जुत्ता खोल्नु पर्यो। अब यो जुत्ता नखोली चाहिँ जान सकिँदैन गाइस। यहाँनिर चाहिँ एउटा उयो छ,
धन्न मैले सक्स लगाएको थिइनँ, राम्रै भयो, नत्र सक्स पनि बिग्रिन्थ्यो, जुत्ता पनि बिग्रिन्थ्यो, सबै बिग्रिन्थ्यो। ठिकै छ, अब जुत्तै खोलेर पनि गइदिउँ न, अर्को साल बन्छ भनेछ दाइले। अब अर्को साल बन्यो भने अर्को साल यही खोलामा तरौँला। तर यो चाहिँ भएन है, यो चाहिँ कन्स्ट्रक्सन चाहिँ अलिक छिटो हुनु पर्यो। यो बाङ्गे पुलको चाहिँ अलिक कन्स्ट्रक्सन छिटो हुनु पर्यो। देख्नु सक्नुहुन्छ गाइस मेरो हालत यी खोलामा जुत्ता लिएर म खोलामा जुत्ता लिएर अब पैदलको यात्रा गर्दैछु। अब यस्तै हो, म चाहन्छु कि मेरो जिन्स प्यान्ट नभिजोस् होइन गाइस, तपाईहरु पनि नभिज्नुस्। पानी त के राम्रो रहेछ, प्यान्ट नभिजोस् भनेको प्यान्टै भिजेछ। And I was standing here, you see here, nearby this Bangepul river, you know. It's not a river, it's just this one. And then I was, म यहाँ बसिरहेको थिएँ, my father literally he passed nearby me. I don't know where he went, and then he is coming back. But you can see here, this water you can see here. पानी देख्न सक्नुहुन्छ गाइस, पानी छ यहाँ, पानी छ। बाङ्गेपुल को अवस्था यस्तै छ, छिटै बन्छ भन्ने आशा गर्दछौँ, छिटै बनोस् भन्ने पनि आशा गर्छु म। थ्याङ्क यू सो मच गाइस फर वाचिङ। यो पछाडिको बाङ्गेपुल देख्न सक्नुहुन्छ, त्यो छिटै नै बन्छ भन्ने आशा गर्दछु। अनि यो बाङ्गेपुल बनिसकेपछि तपाईहरुलाई फेरि यहाँ ल्याएर म यही च्यानलको मार्फत म तपाईहरुलाई देखाउने छु कि यहाँ कत्रो पुल बन्छ र कसरी बन्छ भनेर। मसिनहरु देख्न सक्नुहुन्छ तपाई, पुरा कन्स्ट्रक्सन वर्क चलिरहेछ यहाँ धमाधम। हेर्नु त्यो बडा मसिनहरु ल्याएर राखेको छ है, त्यही भएर अब 1 साल भनेको छ, अब 1 सालको काम 2 साल पनि लाग्न सक्छ, 3 साल पनि लाग्न सक्छ गाइस। त्यही भएर 1 सालको काम 1 सालमा हुन्छ भनेर हामी आश गर्दैनौं, किनकि यो अलिकति सरकारी काममा अलिकति ढिलो छिटो भइहाल्छ। त्यही बुझेर जे छ जस्तो छ त्यसरी नै हामी हाम्रो देश सँगसँगै अगाडि बढ्नुपर्छ। 3 जना भाइहरु आउँदैछन्, यो भाइहरुले मेरो च्यानल सब्स्क्राइब गरिदिन्छ। यहाँ हेर्नु यी भाइहरु छ, यी 3 जना भाइ। भरे राति 8:30 बजी यही भ्लगमा यही च्यानलमा आउँछ, तिमीहरु हेर्नु ल, सब्स्क्राइब गरेर तिमीहरुलाई पनि निकाल्दिन्छु गाइस। यो भाइहरु 3टा भाइले मलाई सब्स्क्राइब गरिदिन्छ अरे। यस गर्देऊ। युट्युब च्यानल